हाई गाइस, सबैले यसै गरी होइन युट्युब हेरेर मलाई लाइक गरेर फलो गरेर सब्सक्राइब गरेर अलि माथिसम्म पुऱ्याउनु पऱ्यो है। किनभनेदेखि अब मैले पनि भर्खर स्टार्टिङ गरिरहेको छु, सबैले हेल्प गरौँ होइन। आफ्नो भिडियो आफै हेर्दा होइन मजै आउँदो रहेछ यसरी टिभीमा हेर्दाखेरि। अब टिभीमा आउने काम त कहिले गरेको छैन, अब हेर्नु पऱ्यो नि त होइन। आफ्नो भिडियो यसो हेरेर के हेर्दैछ सब? ए आफ्नो भिडियो आफै हेर्दैछु। यो हो नि त पारा। तिमीलाई देखो है। हेर्नुहोस्, घुम्न गएको थियौँ छुट्टीमा होइन, टक्कसँगले भिडियो अहिले यो भिडियो हालेर अब रमाइलोको साथसाथै होइन भोलिको दिनमा बुढेसकालमा हेर्ने यसो रमाइलो पनि हुन्छ नि त होइन। यसो हेर्दाखेरि घुमेको थियौँ डुलेको थियौँ भनेर। अब मोबाइलमा राखेको कहिले डिलिट हुन्छ, कहिले मोबाइल बिग्रिन्छ, कहिले चेन्ज गरिन्छ, थाहा हुँदैन होइन। यसरी राखेको चाहिँ पछिसम्म हेर्न काम दिन्छ क्या, कहिले डिलिट भएर जाँदैन होइन। फेसबुकले राखिदिन्छ, युट्युबमा रहिरहन्छ, त्यही भएर यसरी राख्दाखेरि एउटा सुरक्षा जस्तो पनि लाग्यो मलाई चाहिँ।